ल यस्ता चिक्ने भुसुवाले मलाई भेट्छ रेन्डी खुट्टामा त्यही हुन्छ आमा चिके छोरी चिके दिदी अब बोजी चिक्न बाँकी छ लिएर जेठे रेन्डीका बच्चो रन्डीका छौडा साला दमाईमा चिक्ने अनुहारमा चिक्ने दमाईको जस्तो लिएर हिँडेको छ रन्डीको बच्चो दुनियाँलाई गाली गर्दै हुन्छ दुनियाँ आमाको बोजू सासू सबैलाई मेरो लाडो हालेर रन्डीको खुट्टा उठाउँछ खालि मलाई पो भियरबाट छ अरे रन्डीको छोडो म्याचिङले किङ टिकटक यसलाई त्यसो भन्छ रन्डीको बच्चो अब यसलाई के गर्नु आइरहेछ अब यसलाई तेरी कन्डोमा झिर हालेर दुनियाँलाई कराउँछस् रन्डीको बच्चो दुनियाँलाई छोरो मैले चिकेर तेरी बोजी चिकेर तिनपट्टि बोजीलाई चिकेर काँधे हालेर यसरी राखेर यस्ता चिक्ने रन्डीको छोडोले भ्याउँछ सामान समातेर त भुत्ला गुलासुला सबै देखाएर पठायो त्यसपछि मान्छे बुढो भइसकेको रहेछ तर फेरि 2-3 दिनमा त फेरि सबै सामानको फलक्क खोलेर सबै देखाएको छ फेरि अब त अति नै भयो यो मुजीलाई यसको बुढीकोमा म लान्छु यसको बुढीमा अनि यसलाई चाहिँ कसरी राम्रो भन्नुहुन्छ तपाईहरु यसको त म बुढीकोमा यो त भाउजूलाई नभनी त म छोड्दिनँ क्या दाइ अहिले दाइ उता जानु भएको छ नेपाल जानु भएको छ दाइ आउनुहुन्छ नि दाइलाई नम्बर माग्छु भाउजूको अनि यस किन चिन्नु हुन्न त्यो मुजी त्यो सकेको मेन्टल बुढो छैन एउटा त यो युगेको साइला भन्ने सकेको बुढो अनि अब गेम खेल्नु आउँछ गेम खेलो जित्यो पनिशमेन्ट म्याच भन्छ म हार्दाखेरि चाहिँ पाउले बेरेर पठाउने रे मलाई चाहिँ नाङ्गे झार पार्नेर कट्टु सट्टु सबै खुलाएर पठाउने रे उसले हार्दाखेरि चाहिँ भाग्छ हैन साइला त प्राय जस्तो हारे अनि र पूजा लामा पहिला यसले पठायो अनि मैले पठाइदिएको यसले पठाएको सुन चिक्ने सुन यसले पठाएको सुरुवात यसले गरेको ओए गोबरे मुजी यसले पठाएको पुती त चिक्नेलाई सुन भन्दै छु माचिक्ने यसले पठायो मैले पठाइदिए पूजा लामा यसले पठाएको दुईटा यो मेरी क्वीनको तैले भिडियो जहिले पठाउँछ मलाई काण्डो काण्डा अनि मैले पठाइदिए पठाइसके पठाइस माचिक्ने मलाई तीनटा भिडियो अनि ग्रुपमा आएको हुन्छ माचिक्नेलाई तँलाई मैले पठाइस किन पठाइदिए भने पठाइदिए तरण्डिकाले तेरो लाडो चाहिँ कसले पठाउला पहिला किन पठायो हैन साथी हो मैले गरेको र यसले सुरु गरेको अनि मैले पठाइदिए ओ सुन रण्डिकामान मैले मेरो के तल कहिले पठाएको छु मण्डल मेरो कुनै मैले नबोले यार तरण्डिकामालाई पठाएको छु मुजी मण्डल रण्डी भाग तँ किन बोल्छस् है मण्डल्स रण्डी ठोक यो युकेमा बस्छस् रण्डी त हान्दिन्छु कार्डमा रण्डी नबोल यार तो मेरो लाइफमा पनि आइरहेको हुन्छ त भालु मन्डिस भन्ने रन्डी मन्डिस हैन यो गोब्रे मुजीलाई ठोक्नु तेरो पुती चिक दिन्छु नि राडी बाक
यसले पहिला पठाएको मलाई भिडियो 2टा अनि मैले पठाएको कुनै यहाँ ओइ माछिक्ने मैले मेरो कहिले मेरो सामानको तँलाई फोटो पठाएको छु मलाई पठाएको पहिला ओ माछिक्ने मैले मेरो कहिले यसले पठाएको 2टा पहिला यसले पठाएको मलाई भिसी अनि मैले अर्काको पठाएको ओइ मुझे गोब्रे सुने माछको रन्डीको बान एउटा हुन्छ मैले मेरो कहिले सामान पठाएको छु मुझे अगाडि बढ्न सक्छौ गाउँमा समाजमा त्यही हो तिमीले गर्नुपर्ने तिमीले हत्या गरेको छौ रन्डीका बान सुन भन्दैछ माछिक्ने त चिक्नेले चाहिँ मुझे त ग्रुपमा आएको मुझे पठाना चिक्ने पठाउँदारी त रन्डीका बान लाडो मेरो भाइ बहिनी आएको छ गाली गरेर मुझे मुझे मैले गाली गरेछ मेरो भाइ बहिनीले तेरो चामल खाइदिएको छ राडी भनेर तँलाई म नाङ्गो झार बनाउँछु गेममा तो राडीलाई चिक्नेले पारिस मुझे 4वटा म्याच जित अनि मात्र मुझे तँले नाङ्गो झार पाछस् तो राडीलाई नाङ्गो झार बनाएर तला त कले चौ यो गर्छ हो मुझे हो त चिक्नेलाई तँलाई मेन्टल भइसकिस त साले त चुतिया तो राडी बाट्न चाल छैन तो राडीलाई नाङ्गो झार बनाउँछु भन्छ साला हैन भिसी गरेर केटीहरुलाई पैसा पठाउँछ सरी रुवाबासी गरेर यसले पठाएको साथी हो पहिला मलाई चिकाचिक गरेको 2टा भिडियो अनि मैले पठाएको रुन्छेस यसले सुरुवात किन गर्यो कहिले सुरुवात किन गरिस राडी किन भिडियो पठाइ किन त केटीलाई पोइदियो गरे ठोक्ने बेलामा ठोकिस भिसी गर्ने बेलामा गरिस अनि गरेर चाहिँ अहिले तँ अनि मैले पठाइदिएको चाहिँ नि त रुवाबासी गरेर मेरो यो केटीलाई मेरो 1,70,000 खायो भनेर किन रुवाबासी गर्दै आउँछ टिसी भरिएको पठाउने यही हो मलाई पठाउने यही हो पहिला पठाइएको तँलाई मैले पठाइदिएको जाठा तैँले पहिले म्यारी क्वीन र तैँले त पूजा लामाको तैँले भिडियो पठाइस् मलाई अनि यसको गतिलो छ मेरो भाइ बहिनीलाई गाली गर्छ यसले जाठा यसले मेरो भाइ बहिनीलाई गाली गर्दै पठाउँछ यसको रासन खाइदिएको छ मेरो भाइ बहिनीले पठाउने बेला गाली गरेको छ जाठा हाकारेको पठाइदिएको थियो अनि लु जाठा लु हेर मुजी गोब्रे भनेर पठाइदिए अनि म त रिस उठ्छ मेरो भाइ बहिनीलाई गाली गर्यो भने म त त्यस्तो मान्छे हो मेरो भाइ बहिनीलाई किन गाली गरिस् तेरो भात खाइदिएको छ तेरो अन्न खाइदिएको छ मेरो भाइ बहिनीले तँलाई चुप तँलाई कसले तेरो सामानको फोटोहरू पठाउन लाइ भन् त जाठा पातकी बुढो तैँले पठाइस् नाङ्गो झार बनाएर खेल्छु पहिला भिडियो पठाउने यही है केटा हो यसले पठाएको छ भिडियो 2टा अनि मैले पठाएको मैले के भिडियो पठाएको छु मैले के भिडियो पठाएको छु डाडा कटाउनु पर्छ आज गेममा राडीलाई खाते मैले के भिडियो पठाएको छु मेरो सामानको भिडियो पठाएको छु तँलाई किन पठाइस् त किन पठाइस् त पठाइस् किन भिडियो वाइ यु सेन्डिङ मी आफ्टर हर च्यालेन्ज द पोइन्ट सिस्टम भरे म यहाँ सबै स्क्रिन शट गरेर पठाउँछु हैन स्क्रिन यो शट गरेर सबै लाइभमा देखाउँछु म कुरा गर्छौ नि बोल न म चाहिँ म्युट नानी मेरो केरा ठोक्छौ के लाडोमा ठोक्छौ कि पुतीमा ठोक्छौ केमा ठोक्छौ ठोक बोल्दैछस् माछिक नै फेरि बोल्छस् तिमी एकदम ज्यादा भइराछौ फेरि तिमी अनुहारमा ब्लड जमिसकेछ तिमी अलि बिस्तारो गर अनुहारमा फेसमा लाग्यो भन्नुस् न त जाठा बुढो तँलाई एकदम बोलेको यो केटी कति नराम्रो बोल्दैछ तैँले तेरो सामानको फोटो चाहिँ किन पठाइस् मलाई भन् त्यति मात्र भन् तैँले पहिला किन मुजी पुती गयो यसले पठाएपछि अनि मैले पठाइदिएँ त्यही हो दुनियाँले सेकेन्डमा मैले गरिदिएँ ल लु ठिकै छ तैँले अरूको पठाउन तरन्डीका बानलाई चाहिँ मैले न मेरो पठाएको थिएँ न तैँले चाहिँ किन तेरो चाहिँ पठाइस् भनेको तेरो चाहिँ किन पठाइस् मैले त 2टा पठाएको थिएँ उसले पठायो हात्तीको बच्चाले त्यो उहाँसँग अनुसन्धान गरेर परराष्ट्र मन्त्रालयमा आउनुहोस् त्यहाँ हात्तीको बच्चालाई लाइभ सेयर गर्छु म यहाँ एकछिन हात्तीको बच्चाले पठाएको यहाँ आऊ तिमी यहाँ पेन किलर आउँछ पेन किलर आएर अनि तेरो सामानमा पेन किलर हालिदिन्छ तँ चुप लाएर बस अहिले हतार नहतारी पेन किलर यता आऊ यहाँनिर आउँदा यो माछिक्ने गोब्रेले मुजीले हामीले मुजी यसलाई जाठा रन्डीका बानलाई यसलाई के गरेको छ माछिक्नेलाई खाते जहिले पेन किलरले तेरोमा 10वटा पेन किलर खान्छ तँ चुप लाएर बस तेरो चिलाएको होला त्यही हाल निको हुन्छ चुप लागेपछि माछिको रन्डीको चुप लाएर बस मुजी खाते मन्डे टोलीलाई पनि हाल्दे पुतीभित्र 2टा पेन किलर निकै चुमुक गरिरहेछ राडी मेरै लाइफमा आइरहेको छ अहिले गर्नु सक्दैनस् का मुजी त मुजी 3 इन्चको सामान लिएर मुजी हैन त्यो अहिले चाहियो भने सुनामीले पनि तँलाई अहिले दन खानिदिनु सक्छ घोटाएर त्यही भएर तेरो गर्लफ्रेन्डले छोडेको गोब्रे अब सुनामीले मलाई मुटु हाल्छ तेरो गर्लफ्रेन्डले तँलाई बिनाले किन तँलाई छोडो भन्दाखेरि तेरो सामान काम छैन जाठा 3 इन्चको सामान जाठा हैन तुरी बोकेर जिब्रोले गर्छ त हो मुजी जिब्रोले गर्छ त काम कस्तो कुरा गर्छ यार जिब्रोले हान्छ त जिब्रोले साइलोको जिब्रो छ त लाउनु पर्ने है ए जे पाइदे झापाली योन्जन जे पाइदैन भन्नु है भन्दैछु राडी हाँसी बार्बी गर्ल यो फेरि यसलाई बार्बी गर्ल भनेर चिनिन्छ नेपालमा पेन किलर कहाँ छ का पेन किलर अनलाइन छ र किन आउँदैन का पेन किलर छिटो आउ तिमी यहाँनिर आउँदैन पेन किलर किन आउँछ तेरो पुतीमा पेन किलर हाल अनि बस फेरि बोल्छस् पेन इज पेन हार्मोन इज हार्मोन चेन्ज अफ द माइन्ड गेम अफ द सोसाइटी इन द जंगल हेर गोब्रे त धेरै भइसकिस् कि तँलाई यिनीहरूलाई उयो ब्लक हान्दै पठाउनु भन्दैछु है
लास कुदाउनु पर्ने हुन्छ त्यो फोटोहरु भिडियोहरु तानिराख त यो माछिक्नेको यो एउटा यो पेन किलर पुतीमा पेन किलर हालेर हिँडिरहेछ किमुरा भन्नेलाई चाहिँ यो यसको यो फोटो भिडियोहरु उठाइराख त यसको लास कुदाउनु पर्छ रन्डीका बानको यो माछिक्नेलाई त यो मोडेटर यसको लास कुदाउनु पर्ने हुन्छ तिमी अब हाल्ने वाला पेन किलरले 10 वटा ल्याउँछ तिम्रो पुतीमा हाल ल एन्सर रन्डीका बान चाहिँ माछिको चुप लागे मोडेटर यसको फोटो र भिडियो उठाइराख्नु त मलाई भरे व्हाट्सएपमा पठाउनु यसको म भरे क्रियाक्रम गर्छु रन्डीका बानको युट्युबमा गएर लाडोको भुत्ला हलिनेवाला छैन युट्युबमा गएर यो मेरो भाइ बहिनीलाई के ल एउटा प्रश्न मेरो भाइ बहिनीलाई त्यो राडीको के खाइदिएको छ र कराउँछस् यहाँ भन त किन कराउँछस् त्यो चामल खाइदिएको छ तरण्डीका बानको मुजी गाली खान भनेर आएको टिकटकमा राडी तरण्डीका बानको गोब्री हान्छ यसले एकछिन यिनीहरूले हान्छ एकछिन राडी किन कराइस् मेरो भाइ बहिनीलाई ठोक केटा हो के हेर्छस् मुजी 16 जना छ ठोक न मुजी किन गाली गर्छ तिमीहरूलाई 16 जना छन् साइला इज किङ भन्दैछ साइला अलवेज किङ हो हिरो डु एन्ड डाई खेल्ने हो भतुवा युकेमा पुगेको मुजी भतुवा हो यो साइला अलवेज हिरो साइलाले काँचो मासु खान्छ खाली पाकेको डेभिड शेर्पा 1 नम्बर और 1 नम्बरको यो डेभिड शेर्पा 2 नम्बरमा यो दुईटा हो भाइरल हुना भाइरल त साइला त अलवेज भाइरलै छ भाइ ए चिन्ने साइला इज रक यार साइलाले किन मेरो भाइ बहिनीलाई गाली गरोस् तेरो धनसम्पत्ति खाइदिएको छ भने खाइदिएको छ भोलालाई लाइभ शेयर गर्नु पर्ने लाइभ शेयर गर भोलालाई लाइभ शेयर भोलाले किन गाली गरिस् ओइ तैले गाली किन गरिस् चिक्ने बोल यहाँ बोल मोजी किन गाली गरिस् चिक्ने साइलोलाई मेरो साथ भाइहरुलाई किन गाली गर्छस् भोलालाई लाइभ शेयर गर्नु त लाइभ शेयर यो मुजीलाई ठोक्नु पर्ने भयो म्याच चिक्नलाई किन गाली गरिस् फिर्ता गर मुजी पाप लाग्छ तँलाई मुजी मेरो बाउ बिरामी छ मुजी हस्पिटलमा छ म्याच होइन हो दिक्सुको भनाइ पनि राम्रै हो यो रन्डीको इज्जत भएको यो रन्डी भालु भाँडा मोल्न जानु त्यो पसिना बगाएको पैसाले कति राम्रो सर्भाइभ अफ नेपालमै भाँडा मोल्दैन यो रन्डीले चाक उठाएर मुजी पुरै गिफ्टिङ लुटेको छ म्याच त रन्डीको छोरा म्याच त्यो पैदा बजस खाते मुजी सुन छैन भन्दैछस् खाते रिसाउँछ फेरि अघि केही भनेको थिएँ नि दाइ गाली गरे अब त मैले पनि रक्सी खाइसकेँ मुजी अब गरिब छु होइन गिट्टी बालुवा चाल्छु अब त्यही मुजी छ्याङ खाएर आएको 5 रुपियाँ गिलास भन्दा तिम्रो दिक्सुले तिम्रो दोकानै खोल्छस् भने पुतीको राम्रो गुड इयर्स भनेर खोल न नाम गुड इयर्स फ्रेश दुईटा हातले जोड्यो हजुरलाई होइन दिक्सुजी मेरो पापा बिरामी भइसक्छ प्लिज मेरो 11वटा कोइन फिर्ता गरिदिन्छु है हस्पिटल औषधि किन्ने पैसा छैन प्लिज गर्दै कोही रन्डी कति पैसामा यसको बुढी र छोरीलाई सुताराइस भन्नु है भोले बिहे गरेको छैन मैले हिजो अघि भर्खर गएर ठमेला मुजी 18 जनालाई पुती चेकेर आइस तेरो पुती झाङझाङ बनाएर आइस रन्डी बेसिया भालु नलायकको छोरी अनि अहिले यो कुरो गर्छौ तपाई हेमा मालिनी भन्नु हो टिकटक त डुबाएछ त्यो तपाईको भिडियो त डुबाएछ केटाको गुला समाइदिएछ हिरोको हेर्नुस् यसले रुसलान पर्दा जेडी उत्रेर राडी चाहिँ बिनी त हिट भइसक्यो त वार्की पार तोदाको छैन मुजी गुलो समाइदिएछ केटाको गुलो समाउ हुँदैन लु भइदि जाऊ भन्दाखेरि चाहिँ डुबेका हुनु कति लाख लाग्छ रे दिक्छु तेरो छोरी र बुढीलाई कतिमा पैसामा बेचिस है रन्डीमा खाती ओ दिक्छु त्यस्तो नभन सुन यसले म्युजिक भिडियो खेलेछ दिक्छुले सबैले हेर्छ तँसँग त यसले चिकाएको छ नि त होइन हानेले चिके डेडले चिके यसको पुती यति मिठो फटाइदियो यसको भन्रे पुती हामी त यसको पुतीमा त छोरो बेस्या भालु खाते तर बुढीले छोरी कतिमा बेचिस 1 in 1 आउट हुन्छ यसको पुतीमा त हामी हात लाएर हैन म त दिक्छुलाई भेट्न पाएँ नि 1 into 10 ब्याक भ्युअर जसरी 3 घण्टासम्म म चाहिँ पुती नै चाड्दिन्छु गरे रसिलो पुती पुती फारेर सुत्न पुती छाया गरेर त फेरि दीपिकाको यत्रो हेरेर आइस आनन्द मुजी खाते साइलारे म ब्लक गर्दिम भाइ आनन्द जा उतापट्टि नगर्नु ठिक छ मेहनत गरेछ कमेन्ट गर्नलाई छोड्दिनु केही फरक पर्दैन भाइरसहरु ठिक छ केही छैन लेख आफ्नै बाउ सम्मान मान्छेलाई यस्तो गाली गर्छ सक्सेस भने दिक्छुलाई गाली गर्न उता गएर म्याच भारत गुरुङले पनि भने यसलाई भालु रन्डीको छोरीलाई चुसा त भालु ल यार भारत गुरुङले तलाई के भन्छ सुन्छस् त भालु रे दिक्छु बेबी मेरो कोइन कहिले फिर्ता गर्छ बाउ आइसियु मा छ यार मेरो पापा यार प्लिज हेल्प मी यार भोलि तलाई एउटा बाउ सुतेर भन्छ खाते
कतिवटा पाउँछ भने हामीले ठोक्यो केटा मलाई यार यसले के भन्ने 555 आयो 5% इन द हाउस मदरफकर्स लिगलाइज नेपाल नेपाल सरकार गाँजा लिगलाइज गर नत्र केपी ओली तेरो मुखमा दिचुको पुती हालिदिन्छु रन्टीको छ होइन तपाईँहरू दुइटाको मुखमा के अड्केको उता यसले पनि कोट्याइरहेछ मुख होइन तपाईँले नै मुजी दाँत कोट्याइरहेछ के भएको समस्या दाइ केही अनैतिक क्रियाकलाप भयो भोला दाइ मेरो लाडो चुस्दाखेरि यसको मुखमा बदम अड्केको अनि पुतीमा मैले हात हालेँ मेरो लाडो सानो भयो हात हाल्दाखेरि राल निस्के सिगान निस्के यसको पुतीमा कैसो अनि यति हार्पिक लगाइदिए यति एसिड लगाइदिए यसको पुती प्याङपुङ भएको छ रन्डीको एमबिबी त मेरै बुढी भएछ फेरि दीक्षुजी मेरो 11वटा कोइन कहिले फिर्ता गर्छिन्छ हजुरले भन्छ त हिजो फिर्ता गर्छु भन्छ त तिब्बत छ के भन्छ त फेरि भन्छ मलाई प्रब्लम छैन भन त म त तिम्रो आमा बाउतिर गएन तिमी भन नो प्रब्लम ठिक छ भन त गाली गर सक्यो जेडीको पावर लगभग के मनमनै बोल्छ धेरै त मनमनै बोल्न थाली त अब त सुन्न लगभग भ्याइसक्यो यो रिसाए दाइ म त ठोक्दिनँ रिसाइसक्यो यार अति यार अहिले के बोला यसलाई झाड माछिङ साइला उत्र गेम खेल्दिनँ माछिङ अरूलाई तान्छस् म विनाशकारीलाई बोलाउँछु भन्छ बोला गोविन्द होइन गोविन्दको साथी हो बोलाऊ विनाशकारी दाइलाई म कुरा गर्छु बोलाले कुरा गर्छ मेरो दाइ हो केही भन्दैन मेरो साइल दाइले विनाशकारी दाइले म नभएको बेला भन्ला भोलाको पनि छ कि इतिहास गर्नै मिल्दैन क्या त्यसको प्राइभेट इतिहास पल्टाएर हेर फिटम्यानदेखि लिएर लुते कुकुरदेखि लिएर भ्याकुते माइला सबैलाई भोला भनेपछि म चाहिँ कट्टुमा मुच्छ माछिङहरू हिजोको दिनमा म बिजी थिएँ अलिकति घर परिवारको जिम्मेवारी अलिकति बढ्या थियो अनि गिटी बालु तेरो के ठेगान छ र हो तेरो घर न के जिम्मेवारी बोकिस् त मुजी छोलुवाले सुकुम्बासी हो सुकुम्बासी घर छैन हजुर बासी होस् त सुकुम्बा म आइडिया दिन्छु कि तिमीलाई ठोक न प्लिज होइन म अलि फ्री भयो अब 24 घन्टामा 25 घन्टा युवर्स रन्टीको छोरी माछिन् तेरो पुती चिक्छौ राँडीको छोरी युवर्स भालु नि राँडीका छोरी प्राइभेट पुती देखाएर साइला दाइसँग भाइरल हुने सपना युवर्स भालुको छोरी रन्टीका छोरी मुर्रा आयो मुर्रा इन द हाउस मदरफकर्स बिग शाउट टु मुर्रा दीक्षुलाई सपोर्ट गर है सबैले फलो गरिदिउँ यहाँबाट 241 जना हुन्छ तर फलो नगरेर यसले त गाली गर्छ 1000 जना तिम्रो लाडो समातेर बसेको माछिने मेरो पुती हेर्न बसेको मुजी भनेर भन्छ अहिले है फलो नगर मुजी मलाई फलो गर बरु केटा म पनि सिस्टममा आइसकेँ यसले जेडी हाने मैले मुजी लोकल हानिदिएँ मुजी के गरिब हो म मुजी ट्रिप हान्छ होइन एट द एन्ड ठिक छ केही छैन गाली गरोस् मेरो बुढी ऊ फेरि फुल मागिस् रिटर्न गरेँ म आएर हान्छु मेरो 11वटा फुल त रिटर्न गरेर योर्सले